सबैलाई जय भीम, नमो बुद्धाय, जय आदिवासी, जय नेपाल भन्न चाहन्छु। आज नेपालमा हामीले अम्बेडकर जयन्ती 2018 देखि प्रमुख अतिथि निर्भबहादुरको पहिलो अम्बेडकर जयन्ती धनगढी महानगरपालिकाका मेयर निर्भबहादुरको हातबाट बाबा साहबको अम्बेडकर जयन्ती मनाएका थियौँ भने आज नेपालमा मात्र नभएर विश्वभरि नै अम्बेडकर जयन्ती जर्मनमा मात्र हिजो पार्लिमेन्टमा नै बनाएको छ र निरन्तर रूपमा अम्बेडकर जयन्ती बनाउने कार्य बढिरहेकोले बाबा साहबको मिसन, तथागतको मिसन, मूल निवासीको मिसन साथै आज मलाई सबैभन्दा भाग्यमानी म यसमानिमा ठान्दछु आफूलाई सम्माननीय सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मिया साहबले यो आतिथ्यलाई स्वीकारेर नेपालमा सबैभन्दा ठुलो एउटा स्थापित डाक्टर भीमराव अम्बेडकर सिम्बल अफ नलेज भनेर चिन्दछन् डाक्टर बाबा साहब अम्बेडकरलाई विश्वमा। त्यसको जयन्तीको प्रमुख अतिथ्यता स्वीकारेर हामीमा आइदिनु भयो र बाबा साहब अम्बेडकरको 134औं जयन्ती मनाउनको लागि मनाएर साथ दिनुभएकोमा हृदयदेखि नै नमन गर्न चाहन्छु। वास्तवमा आज नेपालमा हजुरहरूले सबैले अग्रजहरूले भनिसक्नु भएको छ, समस्या भनेको जातीय छुवाछुत नयाँ तरिकाले आइरहेको छ भने त्यो सँगै आर्थिक समस्या, शैक्षिक समस्या, हरेक समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। म यहाँलाई अवगत गराउन चाहन्छु, बाबा साहब पूर्व मित्र मेरो डाक्टर मेराज आलम अन्सारी साहबले भन्नुभयो अम्बेडकरको जयन्ती किन मनाउने र के का लागि मनाउने भन्ने विषयलाई एकदम उहाँले क्लियर पारिदिनु भएको छ। यहाँ आज पनि मैले धेरैलाई खबर गरेको थिएँ, धेरैलाई भनेको थिएँ, फोन गरेको थिएँ, मेसेन्जर, व्हाट्सएप, ट्विटर, हुनसक्छ हाम्रो प्रमुख अतिथिले भनिसक्नुभयो मासभन्दा पनि विचार र त्यसलाई सम्मान गर्ने मान्छेको आवश्यकता हुन्छ, त्यसलाई मान्नेको आवश्यकता हुन्छ भनेर भनिसक्नु भएको छ। तर विडम्बना यो समुदायलाई साँच्चीकै इन्टरनेसनल पावर, इन्टरनेसनल सहयोग चाहिएको हो कि होइन भन्ने कुराहरू पनि कता कता महसुस हुन्छ। यदि साँच्चीकै नेपाल देशबाटै सबै कुरा हुने भइदिएको भए यहाँका उत्पीडनहरूले, यहाँका मुस्लिमहरूले, यहाँका दलितहरूले, यहाँका जनजातिहरूले, यहाँका आदिवासीहरूले, यहाँका खसानहरूले अधिकार पाइसक्नु पर्थ्यो। विडम्बना आज एउटा दुर्गा प्रसादले देख्नुभयो हजुरहरूले, राजा चाहियो भनेर जनतालाई उस्काएर पत्रकारलाई एउटा निर्मूल तरिकाले हत्या गरेर जसरी राजतन्त्रको मजाक बनाएको छ, ज्ञानेन्द्र शाहले पनि यस विषयमा सोच्नुपर्ने हो। उहाँ एउटा नेपालको नागरिक भइसके पश्चात फेरि म आउँछु भन्नु उहाँलाई कतिको जायज हो भन्ने कुराहरू पनि उहाँले आफैले महसुस गर्नुपर्दछ। एकचोटि जनताले सकिसकेको र मसानघाटमा जलाइएको लासले फेरि म जीवित भएर म सही छु भनेर हिँडेर आउँछु भन्नु भनेको भरम हो। आदरणीय मेरा साथीहरू, हामीले भनेका छौँ 21औं शताब्दीमा जसको जनसङ्ख्या जति त्यसको अधिकार त्यति। यहाँ नेपालमा ठिक विपरीत छ त्यसको, किनभने नेपालमा जसको जनसङ्ख्या जति छ त्यति जमिन, जमिन जायदाद, ब्युरोक्रेसी, पोलिटिकल, डक्टर, पाइलट, इन्जिनियर हरेक ठाउँमा त्यसको प्रतित्व धेरै हुनु पर्थ्यो। त्यसको लागि हाम्रा मान्छेले पढ्न लेख्न पनि जरुरी छ। मैले बार बिहान पनि धेरैचोटि साथीहरूलाई फोन गरेँ, साथीहरू आउनु न। आज उहाँले यदि यही प्रमुख अतिथि
भए यहाँको सिचुएसन, यहाँको सबै कुरालाई देखेर उहाँले कार्यक्रममा आउन सक्दैन पनि भन्नुहुन्थ्यो। उहाँको बाबा साहबप्रति, यो समुदायप्रति, यो देशप्रति कतिको सम्मान रहेछ, कतिको सहानुभूति रहेछ भन्ने कुराहरू पनि यो एक किसिमको चिङ्गारी हो। प्रदेश प्रमुखजीले भनिसक्नु भएको छ, 5 जनाले जन्माएको कम्युनिस्ट पार्टी आज 60% मा पुग्यो भने यो मासलाई सामान्य नसोच्नुहोस्, यो अम्बेडकरवादलाई सामान्य नसोच्नुहोस्। आज जसले रिजेक्ट गरेको छ समाजवादको कुरा र बाबा साहब अम्बेडकरले भन्नुभएको छ शिक्षित बनौँ, सङ्गठित सङ्घर्ष गरौँ र आत्मनिर्भरको कुरा गर्नुभएको छ। भगवान बुद्धलाई जसरी नेपालमा शान्तिका प्रतीक हुन् मात्र भनेर जसरी एउटा व्याख्या गरेको छ, एउटा सीमित त्यही टाइपमा राखेको छ, भगवान बुद्धभन्दा ठुलो कुनै क्रान्तिकारी अरू कोही छैन। भगवान बुद्धभन्दा ठुलो दर्शन यो संसारमा अरू कुनै छँदै छैन। भगवान बुद्धबाटै क्रान्तिको सुरुवात हुन्छ। त्यो भएर नेपालका शासकहरूभन्दा पनि यी जो उत्पीडनमा परेका समुदाय यी पनि सच्चिनु जरुरी छ। यिनीहरूले दलाली र चाकरी गरे बापतको उपलब्धि के छ भन्ने कुराहरू पनि म यहाँलाई त्यसको फाइदा कतिको छ भन्ने कुराहरू पनि म यहाँलाई जानकारी गराउँदछु। र आजको कार्यक्रम समापन भएको पनि जानकारी गराउँछु। हामीले हाम्रो शक्ति अनुसार केही नास्ताको व्यवस्था गरेको